यहाँहरूलाई स्वागत छ। आज हामी नक्षत्रमा आधारित रहेर कुरा गर्दैछौँ। नक्षत्र के हो, कसरी बन्छ, राशिसँग कस्तो सम्बन्ध रहन्छ, यसले मानव जीवनमा कस्तो प्रभाव राख्दछ। आकाशका स्थिर चिन्हहरू जस्तै जसले दिशा वा समयको पहिचान, रक्षा वा मार्ग निर्देशन गर्छ त्यो नै नक्षत्र हो भनेर हामीले बुझ्ने गर्दछौँ। जो स्थिर आकाशमा तारा समूहको रूपमा देख्न सकिन्छ, जुन नित्य नाशवान छैन, त्यो नै नक्षत्र हो। भनिन्छ नक्षरति नगच्छति इति नक्षत्रम, अर्थात् नक्षरण हुनु वा नाश हुनु अर्थात् नाश नहुनु, अर्थात् जसको नाश हुँदैन त्यो नै के हो, नक्षत्र हो। अविनाशी तारा वा स्थिर तारा जो अनन्त छ त्यसलाई नै हामीले नक्षत्र भनेर चिन्ने गरिन्छ, त्यो नै नक्षत्र हो। नक्षत्रलाई चन्द्रमाको आधारमा हेर्दा पृथ्वीको परिक्रमा गर्दा चन्द्रमालाई लगभग हजुरको 27 देखि 28 दिनसम्म लाग्ने हुँदा नक्षत्रलाई राशिसँग, शरीरसँग, पञ्चतत्त्वसँग आधारित छ भनेर भनिन्छ। नक्षत्रको उपस्थिति कस्तो छ त भन्दा कान्तिवृत्त स्थान्य अष्टाविंशति वैकोन सङ्ख्यानि पादश्चत्वारः, अर्थात् कान्तिवृत्त अर्थात् सौर्यमण्डलमा वा आकाशमण्डलभित्र देखिएको ज्योतिपिण्ड कोणयुक्त खगोलीय तत्त्वहरूको समूह जो 27 नक्षत्रमा आधारित छ, जसलाई प्लस गरेर अभिजित नक्षत्रको रूपमा पनि हामीले लिन सकिन्छ। त्यसलाई नै हामीले 28 ठाउँमा विभाजन गरेको हामीले देख्न सकिन्छ। प्रत्येक नक्षत्रमा 4 चरणको आधारमा विभाजन पनि गरेको हामीले देखिन सकिन्छ। हेर्न सकिन्छ कि 27 + 4 गर्दाखेरि 108 चरण हामीले त्यसमा पाउन सकिन्छ। जस्तै अश्विनी नक्षत्रलाई हामीले हेरौँ, चु चे चोला अश्विनी, जसरी हामीले 4वटा चरण यहाँ देख्यौँ। अब राशिगत आधारमा हेर्दाखेरि हामीले 9 चरणको एक राशिको आधारमा पाउन सकिन्छ। जस्तै हेरौँ, चु चे चोला लि लु ले लो अ गर्दाखेरि हामीलाई 2 नक्षत्र प्लस 1 नक्षत्रको एक चरण त्यसमा समावेश भयो। यसरी हामीले राशिगत आधारमा नक्षत्रलाई पनि बुझ्न सक्छौँ। फल, तेज, ऊर्जा, व्यवसाय, लाइफस्टाइल, मित्रता, अनुशासन, सङ्घर्ष, सफलता, सोच, परिवर्तन, आध्यात्म, खोज, सौन्दर्यकला, आकर्षण, यी सबै कुरालाई नक्षत्रले रिप्रेजेन्ट गर्ने भएको भएर हाम्रो जीवनमा नक्षत्रको साह्रै नै प्रभाव रहेको हामीले देख्न सकिन्छ। हामी को हौँ, कता जाँदैछौँ, कसरी अगाडि बढ्ने यावत विषयमा मार्ग निर्देशन गर्ने काम नक्षत्रले गर्ने गर्दछ। हस्त, धन्यवाद।